हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो अर्को एउटा नयाँ भ्लगमा। आज चाहिँ म जाँदैछु क्रिक हार्बर। अहिले चाहिँ म त्यसको लागि चाहिँ आफ्नो रुमबाट निस्किसकेको छु। अब म फेरि डाइरेक्ट जान्छु मेट्रो स्टेसन। मेट्रो पकड्छु। मेट्रो पकडाइसकेपछि म एकैचोटि जान्छु डाइरेक्ट क्रिक मेट्रो स्टेसन। त्यसपछि त्यहाँबाट एउटा म बोर्ड लिन्छु। बोर्डबाट ठ्याक्कै डाइरेक्ट जान्छु म क्रिक हार्बर। फाइनली साथीहरू, म अहिले क्रिक मेट्रो स्टेसन चाहिँ म आइसकेको छु। अब म यहाँबाट डाइरेक्ट जान्छु बोर्ड चढ्ने ठाउँमा। त्यहाँ पुगेपछि म भिडियो बनाइ नै हाल्छु। फाइनली साथीहरू, अहिले बोर्ड चाहिँ म चढिसकेँ। त्यो भित्र चाहिँ भिडियो बनाउन पाएन, अलाउड छैन भिडियो बनाउनलाई। त्यही भएर म ठ्याक्कै बोर्डमा आइसकेपछि मात्रै भिडियो बनाउँदैछु। अब हामी जाँदैछौँ क्रिक हार्बर। फाइनली साथीहरू, म चाहिँ आइपुगिसकेँ क्रिक हार्बरमा। अब म यहाँ के छ त्यो कुराहरू चाहिँ देखाउँछु तपाईँहरूले। यो मेरो ब्याकग्राउन्डमा पनि देखिरहनु भएको छ। यो चाहिँ यस्तो यो पानीको चाहिँ यस्तो फोहरा एकदम बवाल छ। अनि यतापट्टि के छ म त्यो कुराहरू सबै देखाउँछु। त्यो हेर्नको लागि चाहिँ तपाईँहरू बसिरहनु पर्ने हुन्छ मेरो भिडियो हेरेर। फाइनली साथीहरू, आज चाहिँ मैले चाहिँ दुबईको क्रिक हार्बरमा चाहिँ डाइनोसरको अन्डा भेटिसकेँ। त्यो चाहिँ म तपाईँलाई देखाउँछु कस्तो हुन्छ। ल हेर्नुहोस्, यो चाहिँ सबभन्दा ठुलो, यस्तो यो चाहिँ ठुलो अन्डा भयो। यता छ, यता साइडमा सानो अन्डा, यता पनि छ सानो अन्डा है, यता पनि छ अन्डा। यता पुरै यो चाहिँ पुरै डाइनोसरको अन्डा छ है यता चाहिँ। ल यो फेरि बस्न पनि मिल्छ यहाँ, डाइनोसरले केही पनि गर्दैन। तर यो पुरै गर्मी भएर होइन, यो चाहिँ अन्डा चाहिँ पुरै पग्लिन लागिसक्यो। एकदम लचक तालको भइसकेको छ होइन। यो कस्तो लाग्यो तपाईँहरूलाई अन्डा? अब डाइनोसर चाहिँ म भेट्यो भने देखाउँछु, नत्र चाहिँ अब यो अन्डा हेरेरै चित्त बुझाउनु होला है। त्यसको लागि चाहिँ साथीहरू, मैले तपाईँहरूलाई अब डाइनोसरको अन्डा पनि देखाइसकेँ होइन। यो चाहिँ अब पुरै युनिक टाइपको यो चाहिँ के छ, यो पानी हाँस है। ल यो चाहिँ युनिक टाइपको हाँस छ। यसलाई चाहिँ तपाईँहरूले कस्तो रूपमा लिन्छ? ल एक खुट्टे हाँस पनि देखाइदिन्छु है म तपाईँहरूलाई। ल कस्तो छ नि त। ल एउटा खुट्टा छ, एउटा खुट्टाको यस्तो हाँस। यस्तो मान्छेहरू ट्यालेन्ट भएपछि जे पनि गर्न सकिन्छ। ल हेर, यो त केही होइन खासमा, एउटा जाब फालेको एउटा पाता हो, एउटा डन्डी छ, यसले हाँस बनाइदिएको छ। ल अनि गऱ्यो भने जे पनि हुन्छ। ल यो हाँस चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो है, कमेन्ट गर्नु होला है। यो हाँस चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई? एक खुट्टे हाँस, त्यही पनि एउटा पाताको। अनि यहाँ फुल पनि यस्तो दामी फुलिरहेको छ है। ल यस्तो दामी है। ल यो चाहिँ सब पुरै बोट छ है। ल क्रुजहरू छ, बोट क्रुजहरू चाहिँ बवाल छ। अनि फुल पनि दामी। टिपौँ लाग्यो होला होइन, तर के गर्ने अब, टिप्न मिल्दैन यता, गाह्रो छ, नेम कडा छ। साथीहरू, अहिले चाहिँ म ठ्याक्कै छु एउटा यस्तो ट्रीमा छु। जोस् यो चाहिँ आर्टिफिसियल फ्लावर ट्री हो। यो चाहिँ तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ एउटै ट्रीमा चाहिँ यति धेरै फ्लावरहरू छ। त्यो चाहिँ धेरै थरीका फ्लावरहरू छ। यो चाहिँ आर्टिफिसियल हो है। ल
यो कस्तो लाग्यो त्यो पनि भन्नु होला है तपाईँहरूलाई ल। एउटै उसमा एउटै ट्रीमा चाहिँ धेरै थरीको फ्लावरहरू। अघि मैले देखाएँ तपाईँहरूलाई डाइनोसरको अन्डा। यो चाहिँ अब के को भनेदेखि यो चाहिँ गोलो गोलो छ, यो चाहिँ ड्रागनको अन्डा हो है। ल हेर्नु यो चाहिँ टन्नै छ है ल, यता यता हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ यहाँ फेरि ड्रागनको अन्डा पनि भेट्यो। आज त पुरै अन्डै अन्डा, अन्डा पार्टी होला जस्तो छ। अघि डाइनोसरको, यो अहिले ड्रागनको अन्डा। ल कस्तो लाग्यो है। अब चाहिँ म तपाईँहरूलाई एउटा यस्तो ब्रिज देखाउँछु। त्यो चाहिँ आधी चाहिँ जमिनमा छ, आधी चाहिँ यो समुद्रपट्टि पर्छ है। त्यो चाहिँ त्यो ब्रिज चाहिँ यस्तो तरिकाको छ है। त्यहाँबाट यस्तो सरर जान्छ होइन, त्यहाँबाट गएर ल त्यहाँ पुगेर चाहिँ त्यस्तो आधी छ है। यो भागदेखि चाहिँ त्यति चाहिँ आधी। हामी अब त्यहाँ जान्छौँ, त्यहाँ गएपछि हल्का भिडियो बनाउँछु। अब हामी जाँदैछौँ यो ब्रिजमा। ल यहाँ चाहिँ यस्तो बवाल रहेछ है। ल यो चाहिँ एकदमै युनिक टाइपको लाग्यो है। ल यहाँ चाहिँ पानी छ, पानीमा चाहिँ यो खतरा रहेछ। ल ब्रिज चाहिँ यो हो, उताबाट पनि जान मिल्छ, यताबाट पनि जान मिल्छ है। ल मैले भनिहालेँ अघि नै, यो चाहिँ ठ्याक्कै आधी चाहिँ जमिनमा आधी समुद्रमा छ। यस्तो छ, पुरै सनसेट पनि बवाल भयो देखिरहेको है। फाइनली साथीहरू मैले अघि भनिसकेको छु, यो चाहिँ आधी चाहिँ जमिनमा र आधी चाहिँ यो समुद्रको माथि चाहिँ यो ब्रिज हो। यो ब्रिजमा चाहिँ म आइसकेको छु। यो ब्रिज के कस्तो छ म देखाउँदैछु तपाईँहरूलाई, हेर्नु होला। ल सरर चाहिँ यस्तोवाला चाहिँ ब्रिज। ल पुरै सनसेट पनि भइरहेछ, तल एउटा बोट पनि गइरहेछ, यस्तो बवाल छ। ल ब्रिज चाहिँ दुईपट्टि नै वाला छ, यसरी जाने। ल मैले भने अघि नै, यो चाहिँ हामी ठ्याक्कै समुद्रमाथिको उसमा चाहिँ आइसकेको छ अहिले। यो यस्तो यहाँ बस्ने ठाउँ पनि छ, यस्तो बवाल छ। ल यहाँबाट हेर्दा चाहिँ यस्तो देख्छ है। ल बवाल छ। यो चाहिँ अघि हामी उता छेउबाट आयो, अहिले हामी चाहिँ यता छ छेउमा। सनसेट भइरहेछ, त्यहाँ बोट पनि एउटा आइरहेछ, उता गइरहेछ। एउटा बुर्ज खलिफा पनि देखिन्छ है हल्का। यो चाहिँ बुर्ज खलिफा भयो, थोरै देखिन्छ यताबाट बुर्ज खलिफा। ल साथीहरू मैले तपाईँहरूलाई ब्रिज देखाइहालेँ। यो ब्रिजको साइडमा दुईपट्टि साइडमा चाहिँ दुईवटा बिल्डिङहरू छ, यस्तो बवाल बिल्डिङ छ। त्यो पनि म तपाईँहरूलाई देखाउँछु। त्यो बिल्डिङ पनि हेर्नु होला, यो बिल्डिङ कस्तो छ भनेर। सेम बिल्डिङ छ तर दुईवटा छ है, दुईपट्टि साइडमा छ। यस्तो बवाल छ यो, यस्तो उसले भेट्दैन, क्यामेराले पनि नभेट्ने, यस्तो सरर यस्तो तान्यो। यो भयो एकपट्टिको, भयो एकपट्टि साइडको। अब म देखाउँछु यता अर्को साइडमा पनि सेम बिल्डिङ छ यता। ल यो भयो अर्को चाहिँ, यो पनि सेम बिल्डिङ छ, सेम बिल्डिङ छ। ल यो दुईटैलाई चाहिँ एउटै फ्रेममा चाहिँ भेटेन साथीहरू। अब यस्तै भयो है। कस्तो लाग्यो यो ब्रिज, कस्तो लाग्यो तपाईँहरूलाई, यो बिल्डिङ कस्तो लाग्यो। यो ब्रिज चाहिँ यस्तो छ, यहाँबाट यस्तो बल छ। यो चाहिँ भयो हामी ठ्याक्कै समुद्रमाथि छ। यस्तो यो चाहिँ दुईपट्टि साइडमा छ क्या, ठ्याक्कै उताबाट नि आउन मिल्छ, यताबाट नि जान मिल्छ क्या। आउन जान दुईपट्टिबाटै मिल्ने खालको यस्तो। यो चाहिँ भयो समुद्र भयो, ठ्याक्कै यस्तो पुरै। फाइनली साथीहरू हामी त्यो अर्को एउटा ब्रिजबाट हामी अर्को एउटा ब्रिजमा आएको छ। यो चाहिँ यो फेरि यो पनि छ, यस्तो राउन्ड ब्रिज छ। यो पनि म तपाईँहरूलाई भिजिट गराउँछु। यो पनि दुईवटा बाटो छ है, जताबाट गए पनि माथि पुगिन्छ। हामी यताबाट जाउँ राइट साइडबाट। यो यस्तो छ होइन। अब यहाँबाट फेरि अझ एक राउन्ड छ, यो चाहिँ पुरै राउन्ड ब्रिज हो।
यता देख्नु सक्नुहुन्छ तपाईँहरू बुर्ज खलिफा पनि देख्न सक्नुहुन्छ। यो ब्रिजको मेन पोइन्ट चाहिँ यही हो, यहाँबाट चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यस्तो मजाले है चट्ट खतरा भ्यूहरू सर र बुर्ज खलिफा। यो चाहिँ पुरै यहाँ समुद्र, यो पनि ठ्याक्कै समुद्र माथि नै हो सर र यता बोटहरू छ। यो चाहिँ ब्रिजबाट देख्ने यो चाहिँ भ्यूहरू छ, यसमा चाहिँ बोटहरू होइन क्रुजहरू टन्नै छ होइन यसमा चाहिँ। अब यो ब्रिज पनि तपाईँहरूलाई भिजिट गरिहालेँ। अब हामी तल जान्छौँ। यो ब्रिज चाहिँ यस्तो तरिकाको छ है। ल यस्तो क्रुजहरू चाहिँ टन्नै छ है, बबाल छ क्रुजहरू। यो चाहिँ क्रुज पार्किङ एरिया। अब हामी यहाँबाट ब्रिजबाट झऱ्यौँ, अझै अब पुरै नाइटको भ्यू पनि अझै बाँकी छ। त्यो नाइट पनि एउटा भिडियो बनाउँछु, किनभनेदेखि अब टाइम धेरै छैन, किनभनेदेखि रात परिसक्यो। अब हामी अझै बाँकी छ, घुम्ने ठाउँहरू चाहिँ अझै बाँकी छ। त्यही भएर हामीले जति सक्यो त्यति मात्रै अब छिटो गरेर यो भिडियो बनायो। यो ब्रिज भइहाल्यो। अब हामी एकैचोटि यो ब्रिज सकिसकेपछि उता के छ त्यो कुराहरू देखाउँछु। अहिलेलाई हेर्दै गर्नु थाल्नु चाहिँ साथीहरू। मैले यहाँ चाहिँ ठ्याक्कै देखेँ सुरुङ मार्ग होइन, सुरुङ जस्तै दुईवटा सुरुङ छ। यो चाहिँ बच्चाहरूको लागि हो स्पेसल, तर आज म पनि छिटो देखाउँछु है त। यो सुरुङबाट यो चाहिँ बच्चाको लागि भने ठुलो छ, यो चाहिँ अलिकति ठुलो छ। यो म छिटेर निस्किसकेँ दुईवटा सुरुङ मार्ग। यो चाहिँ बच्चाहरूको लागि हो स्पेसली, त्यही पनि म ठुलै रहेछ साथीहरू। यो चाहिँ बच्चाहरू खेल्ने ठाउँ हो। यो चाहिँ मस्जिद जस्तो, यो चाहिँ टाढाबाट हेर्दा चाहिँ ठ्याक्कै मस्जिद, तर यहाँबाट नजिकबाट हेर्दा चाहिँ यस्तो खेल्ने ठाउँ छ। यो चाहिँ बच्चाहरूको लागि खेल्ने ठाउँहरू छ, खेल्न मिल्छ। यो चाहिँ बच्चाहरू, यो चाहिँ नजिकबाट हेर्दा चाहिँ त्यस्तो खासै केही देख्दैन, तर टाढाबाट हेर्दा चाहिँ यो चाहिँ ठ्याक्कै मस्जिद हो, मस्जिदको आकारमा आउँछ। अलिकति टाढाबाट हेर्दाखेरि चाहिँ यो मस्जिद म देखाउँछु तपाईँहरूलाई कस्तो आउँछ मस्जिद। ल यस्तो टाढाबाट हेर्दा चाहिँ मस्जिद आउँछ होइन। अब म यहाँ अर्को कुरा देखाउँछु तपाईँहरूलाई। यो चाहिँ यस्तो छ, यो चाहिँ नाइटको भ्यू। ल यताबाट हेर्नु ल ठ्याक्कै आई लभ यु युएई यस्तो बवाल छ है। ल जस त्यहाँ नजिकै जाँदाखेरि चाहिँ केही पनि देख्दैन। यो चाहिँ यो नजिकबाट हेर्दा चाहिँ त्यस्तो खासै केही पनि देख्दैन होइन, हल्का टाढाबाट हेर्दा चाहिँ खतरा देखिन्छ। ल यो चाहिँ यसमा चाहिँ बस्न पनि मिल्छ है। ल यस्तो छ। ल यो चाहिँ सिट छ, यसमा बस्न मिल्छ टक्क होइन। अनि ठ्याक्क आई भयो, यता लभको साइन अनि युएई। ल यस्तो छ है यो। ल हेर्नुहोस् टाढाबाट हेर्दा चाहिँ यस्तो देखिन्छ। यता एक साइडमा बुर्ज खलिफा, एक ठाउँमा बुर्ज अल अरब। यो चाहिँ यस्तो भ्यू छ है। ल यो भ्यू पनि कस्तो लाग्यो भन्नु होला है। ल यता साइडमा छ यस्तो बिल्डिङको भ्यूहरू छ। ल यता क्रुजहरू छ लट अफ। अनि यो बिल्डिङको भ्यू, यो क्रुजको भ्यू। अनि यता यस्तो ठुल्ठुलो हाँस पनि छ है। ल हाँस हो कि बकुला यार, यो चाहिँ बकुला रहेछ है। ल साथीहरू यस्तो ठुल्ठुलो बकुला छ है। अघि मैले के देखाएँ हाँस, यो चाहिँ एउटा मात्रै भएको हाँस, यो चाहिँ बकुला भयो। अब म जाँदैछु। नाइटको भ्यू चाहिँ यस्तो छ। यहाँ चाहिँ एउटा यस्तो छ, एउटा जस्तै यो टावर जस्तो छ। यो चाहिँ पुरै लाइट छ है। ल यो भयो, यो चाहिँ टावर जस्तो सर्ट पुरा लाइटवाला पुरै। यो एउटा पुरै यसलाई चाहिँ बारेर पुरै लाइट हाले क्या यस्तो छ यो चाहिँ। ल यस्तो छ माथि, यस्तो सर र तल यताबाट मजाले देख्न सकिन्छ। यो चाहिँ यस्तो लाइट हो। त्यो चाहिँ अघिको ब्रिज भयो, म अघि गएको ब्रिज। यस्तो वाला छ लाइट। यो चाहिँ लाइट टावर जस्तै खतरा छ। फाइनली साथीहरू आजको मेरो भ्लग चाहिँ यहीँ इन भएको छ। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव दिन चाहिँ नबिर्सिनु होला। आगामी दिनमा पनि योभन्दा राम्रो भिडियो लिएर आउने नै छु, तर त्यो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। आगामी दिनमा फेरि भेटौँला। अहिलेको लागि चाहिँ छुट्टी दिउँ। टाटा बाई बाई, जय नेपाल।